आज हामी कुन सेक्सनको बारेमा पढ्दैछौँ? एमुलेट डिस्प्लेको ग्राफिक एन्ड लाइट सेक्सनको बारेमा पढ्दैछौँ। एमुलेट डिस्प्लेको ग्राफिक एन्ड लाइट सेक्सनको बारेमा हामी पढ्दैछौँ। फेरि पनि यस सर्किटलाई म पुनः दोहोऱ्याइरहेको छु है त। आज चाहिँ हामीले एमुलेट डिस्प्लेमा चाहिँ कमन आइसी चाहिँ यो कुन लागेको छ भने SM3010। SM3010 चाहिँ यो कोड नम्बर हो आइसीको। यो आइसी चाहिँ धेरैभन्दा धेरै सर्किटमा प्रयोग भएको हुन्छ। यो चाहिँ एमुलेट डिस्प्लेको ग्राफिक एन्ड लाइट सेक्सनमा चाहिँ यो प्रयोग भएको छ। यो आइसी लगभग 75% सर्किटमा प्रयोग भएको हो। र यस आइसीको बारेमा हामीले बुझ्छौँ भने एमुलेट जति पनि मोबाइल आउँछ लाइट सेक्सनको बारेमा हामीलाई एकदम इजी तरिकाले बुझ्न सक्छौँ यसमा चाहिँ। अब यसलाई अलिकति के जानकारी लिनुपर्छ भने आइपिएसको तुलनामा यसको भोल्टेज चाहिँ अलिकति डिफ्रेन्स हुन्छ। आइपिएसको भोल्टेज र यो भोल्टेज डिफ्रेन्स भएको हुनाले हामीले चाहिँ यही विषयमा जानकारी लिनुपर्छ। हामीले मोबाइल सम्बन्धी जानकारी लिँदाखेरिमा पढ्दाखेरिमा यो चाहिँ एउटा मास्टर लेभलको एउटा डिप नलेजको कोर्स भएको हुनाले हामीले यस अन्तर्गत पर्ने स्केमेटिक सर्किटमा चाहिँ टोटल भोल्टेजलाई चाहिँ एक बाई एक हामीले याद गर्नै पर्छ। यदि यो भोल्टेज याद भएन भने चाहिँ जो इन्जिनियर बन्नु खोज्छ, जो टेक्निसियन बन्नु खोज्छ ऊ चाहिँ मार खान्छ, प्रत्येक ठाउँमा मार खान्छ। हाम्रो हातमा मोबाइल यदि लाइट सेक्सनको बारेमा आउने बित्तिकै हामीलाई मोबाइल खोल्नु त परै जाओस्, हातमा यसरी समाउँदाखेरिमा हामीले यो भोल्टेज चेक गर्ने भनेर हामीलाई कन्फर्म भयो भने त्यो मोबाइल बनाउनुको लागि हामीलाई इजी हुन्छ। यदि हामीले कहाँ कति भोल्टेजै थाहा छैन भने त्यो टेक्निसियनले यो मोबाइल बनाउनुलाई धेरै गाह्रो हुन्छ, धेरै समय लाग्छ, त्यसपछि कस्टमर पनि आत्तिन्छ। यस कारणले गर्दाखेरि हामीले के बुझ्ने त अब सर्वप्रथम हाम्रो ग्राफिक एन्ड लाइट सेक्सनलाई चालु गर्दाखेरिमा यो SM3010 आइसीलाई हामीले कुन भोल्टेज दिइराखेका छौँ भन्ने कुरो यहाँ हामी स्पष्ट हुन्छ। जस्तै भिपिएस भनेको छ, भिपिएस भन्ने बित्तिकै यहाँ चाहिँ भिपिएस हुन्छ, तर भिपिएस भनेर भोल्टेज लेखा हुँदैन। एउटा स्पेसल इन्जिनियरले के जान्नु पर्यो, भिपिएस भन्ने बित्तिकै यहाँ 4.2 भोल्टेज हुन्छ बुझ्नु पर्यो। यहाँ 4.2 भोल्टेज हुन्छ भनेर बुझ्नु पर्यो। त्यसै गरी यो रेड लाइन जति पनि छ यो भिपिएसको लाइन हो भनेर पनि बुझ्नु पर्यो। यदि बुझ्न सक्दैन भने फेरि यो फिल्डमा नआए पनि हुन्छ म भन्छु। यो बुझ्नु पर्यो। यो बुझ्दै गर्दाखेरिमा यहाँनिर हाम्रो के दिएको छ त ग्रिन लाइन दिएको छ, यो चाहिँ नेगेटिभ। अब यो आइसीलाई स्टार्टिङ गर्नुको लागि 1 2 3 ठाउँबाट हामीले भिपिएस लाइन इन गराइराखेका छौँ। 4.2 भोल्टको भिपिएस लाइन इन गराइराखेका छौँ। अब हामीले पहिला के गरेको थियो भने एउटा मात्रै हामीले चाहिँ 16 भोल्टको 16/45 भोल्ट आइपिएसमा हेरेका थियौँ भने यसमा हामीले 3 ठाउँमा 3टा भोल्टेज हेरिराखेका छौँ। यो भोल्टेज के को भनेर हामीलाई स्पष्ट हुनु पर्यो। र यही भोल्टेज स्पष्ट हुँदाखेरिमा र उतापट्टिबाट हाम्रो आइपिएसमा पनि सिपियूबाट इनेबल भोल्टेज आएको थियो र यहाँ पनि इनेबल भोल्टेज सिपियूबाट दिइराखेको छ। र फरक यति छ, त्यसमा ग्राफिक आइसी दिएको थियो, बायोस आइसी दिएको थियो भने यहाँ एउटा 2.8 को हाई एलडिओ दिएको छ भने एउटा 1.8 को लो एलडिओ दिएको छ। अब यिनीहरूको भूमिका चाहिँ के हो भन्ने कुरो हामीलाई विशेष जानकारी हुनुपर्छ। यो भूमिका विशेष जानकारी हुनुपर्छ। त्यसै गरी यो आइसीको भूमिका विशेष जानकारी हुनुपर्छ। त्यहाँ हामीले एउटा बकवाल देखाइदियो भने यहाँ 1 2 3वटा बकवाल छ। यो 3टा बकवाल के को लागि हो भनेर यसको बारेमा जानकारी हुनुपर्छ। त्यसै गरी यसको इनपुटमा पनि बकवाल छ, यहाँ 1 2 3 है। हामीले आइपिएसमा एउटा बकवाल हेरेको थियो भने यसमा 6वटा बकवाल हेर्छौँ। 6वटा बकवाल यस एमुलेट डिस्प्लेको लाइट सेक्सनको सेरोफेरोमा 6वटा बकवाल हुन्छ। यो बकवाल हामीले विशेष ध्यान दिनुपर्छ। र यसको लागि इनपुट बकवाल कुन हो, आउटपुट बकवाल कुन हो र यसले रिलिज गर्ने भोल्टेज कुन हो, यो जानकारी लिनुको लागि हामीलाई एकदम महत्त्वपूर्ण छ। यदि यो जानकारी लिएन भने फेरि हामीलाई भोलिको दिनमा धेरै समस्या पर्छ। र अब हामीले के बुझ्छौँ भने यसमा भोल्टेज चाहिँ कति छ भन्ने कुरो